नमस्ते साथीहरू, म शान्ति केसी सेङ्जाबाट मेरो सेङ्जाली न्यू भ्लगमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला भन्ने आशा छ। आज पनि म हजुरहरूकोमा सेङ्जाली न्यू भ्लग लिएर आइसकेँ। मेरो सेङ्जाली न्यू भ्लगलाई हेर्न नछुटाउनुहोला। आज म यता बारीतिर घुमघाम गर्न आएको साथीहरू। मकैबारी कस्तो छ के छ भनेर यसो मकै हेर्नु पर्यो, छाँटकाट पनि गर्न पर्यो, मकैको कस्तो छ के छ भनेर बारीतिर घुमघाम गर्न आएको। देख्न सक्नुहुन्छ मकै यसो हेर्दा त राम्रो रहेछ है, छाँटकाट गर्न पनि खासै नपर्दो रहेछ। यसो बारीतिर आएको बेला राम्रो लाग्यो, हरियाली हराभरा। अनि यसो भ्लग बनाउन मन लाग्यो, फेरि म भ्लग बनाउन सुरु गरेँ। आज मेरो काम बारीहरू घुम्ने, मकैहरू छाँटकाट गर्ने यही रहेको छ साथीहरू। मैले हजुरहरूलाई सम्पूर्ण देखाउने छु। मैले पहिले पनि हजुरहरूलाई भनिसकेकी थिएँ मेरो सेङ्जाली न्यू भ्लगमा, म गाउँमा बस्छु, मैले गाउँकै भ्लगहरू देखाउँछु भनेर। अब कतिपय साथीलाई त थाहा भइसक्यो होला मेरो भ्लग हेरेर, तर धेरै साथीहरूलाई त थाहा नहुन सक्छ नि त। मेरो भ्लग उहाँहरूको माझ नपुग्न सक्छ, त्यही भएर म गाउँमा बस्छु, मैले गाउँकै भ्लग गरेर देखाउँछु भनेर साथीहरू। म गाउँमा बसिसके पछाडि अब मैले सम्पूर्ण गाउँकै भ्लगहरू गर्नेछु। अब गाउँमा बसेपछि अब खेतीपाती गर्नै पर्यो, खेतीपाती अब गरेपछि तिनीहरूको रेखदेख पनि गर्नै पर्यो। सो आज म मकै बारीहरू घुमघाम गर्दैछु। मेरो मकै कस्तो लाग्छ देखाउँछु मेरो न्यू भ्लगमा, हेर्न नछुटाउनु होला। मेरो न्यू भ्लगलाई साथ सपोर्ट र माया गर्नुहुनेछ भन्ने धेरै आशा बोकेर मैले यो सेङ्जाली न्यू भ्लग रेडी गरेको छु, हेर्दै गर्नु ल। यता पनि राम्रै रहेछ साथीहरू, मकै खासै छाँटकाट गर्न पर्ने रहेनछ। मकै छाट्न पर्ने अवस्था मैले देखिनँ साथीहरू। ठिकै राम्रै रहेछ, त्यति धेरै राम्रो पनि होइन, त्यति नराम्रो पनि होइन, ठिकै रहेछ। ल साथीहरू, यहाँ पनि मकै राम्रै रहेछ हेर्दाखेरि। यहाँ छाँटकाट गर्न पर्ने खासै आवश्यकता देखिनँ, अलिअलि रोप्न पर्ने रहेछ, मैले रोपिसकेँ। ठिकै रहेछ मकै त। आज बारी भिजिट। सुन्तला पनि राम्रै रहेछ, यहाँ त काला काला भएछन् रुखहरू पनि। लौ हेर ठिकै राम्रै रहेछ। सुन्तला पनि राम्रो भएछ, मकै पनि राम्रै रहेछ। हेर्दै गर्नु होला मेरो आज बारी भिजिट। मकै बारी भिजिट, छाँटकाट गर्न पर्ने, रोप्न पर्ने ठाउँहरू कस्तो छ के छ भनेर म आज सम्पूर्ण बारी घुमेकी छु साथीहरू। देख्न सक्नुहुन्छ मेरो सेङ्जाली न्यू भ्लग। राम्रो रहेछ साथीहरू मेरो मकैबारी, खासै छाँटकाट गर्न पर्ने त रहेन। सुन्तलाहरू पनि राम्रै रहेछ, सबै कुरा राम्रै रहेछ। आज धेरै आनन्द आइरहेको छ बारीहरू घुम्दा साथीहरू, देख्न सक्नुहुन्छ। सबै साथीहरूले मेरो मकै बारीलाई हेर्न सक्नुहुन्छ, हेर्दै गर्नु ल। साथीहरू आज पनि म डोको बोकेर घाँस काट्न हिँडिसकेँ, हजुरहरूले देख्नुहुन्छ। आज पनि म डोको बोकेर घाँस काट्न हिँडिसकेँ साथीहरू। मकै छाटिसके पछाडि बारी घुमघाम गरेर सके पछाडि
म आज पनि डोक्को बोकेर घाँस काट्न हिँडिसकेँ साथीहरू। हजुरहरूले हेर्दै गर्नुहोला। के गर्ने साथीहरू, अब गाउँमा बसेपछि है डोको त बोक्नै पर्यो, घाँस पनि काट्नै पर्यो, खेतीपाती लगाउनै पर्यो, वस्तु भाउहरू पनि पाल्नै पर्यो। साथीहरू के लाने खै आज घाँस, म त केही पनि देख्दिनँ है। त्यही भएर डोको बोकेर म घाँस काट्न आइसकेँ रेडी भएर साथीहरू। ल साथीहरू, म घाँस काट्ने ठाउँमा आइसकेँ है। हेर्दै गर्नु होला मेरो स्याङ्जाले न्यू भ्लग। डोको बोकेर मैले घाँस काट्ने यही हो साथीहरू। हेर्दै गर्नु होला, हेर्न नछुटाउनु ल। अब घाँस काटेर डोको भरे आएर अब कति टाइम हुन्छ म हजुरहरूलाई सबै देखाउने छु। हेर्दै गर्नु ल स्याङ्जाले न्यू भ्लग, हेर्न नछुटाउनु होला। डोको बोकेर हेर्दै गर्नु ल।